हेलो सेवा नै सम्पूर्ण म चाहिँ लिसु सो बेटा आज चाहिँ म चाहिँ बारी जाँदैछु कि म र मेरो छोरा यता फुचे त उतै हेर्नुमा व्यस्त छ कि अनि म चाहिँ सेकेन्ड आमा परे नि त अनि फर्स्ट आमाकोमा लिएर जाँदैछु म चाहिँ मेरो नानीलाई दुध खिलाउनुको लागि अनि सो साथी हो हाम्रो अरुणाचलमा चाहिँ यस्तो चलिरहेछ कामहरू यो चाहिँ के भन्छ फापरबारी हो पानी आएर बल्ल बल्ल 2-4 दिन कति दिन बेटा चुल आएले मेरो पुरा चुल तान्थ्यो अनि कति दिन बादमा आज मात्रै घाम लागेछ भनौँ न घामको अनुहार देखिएको छ तर हिजो अस्ति हुँदै चाहिँ पानी पर्दा पनि पानी नपर्दा पनि घामको अनुहार देखेको थिएन नि त सो आज धेरै दिन बादमा पानी रहिएर अनि त्यहाँदेखि घामको अनुहार देखिएको छ अनि यो चाहिँ मेरो फापरबारी छोटकु मोटकु फापरबारी डन्ठै मात्रै आउँछ किनकि यो पानीले काट्नु नदिएर नि त यता खुजे ऐ यहाँनिर मेरो बहिनीहरूको ढड्डी निकालिदिन्छु म आज काले पुरा त्यसको मम्मीको छेउ आइपुग्यो भनेर पुरा हाँस्दैछ अनि ओइ तिमीहरू काट्नु छ र मलाई किन हेरेको आऊ भन्दा नि त मेरो खेतला पार्टीहरू त कस्तो खालकी छिन हौ मलाई बेटा मलाई हेर्दै हाँसिरहेछ मलाई पो हेरिरहेको छ त हो मलाई के भन्दैछ यहाँनिर मैले भिडियो बनाएर धनी भएर 2-3 लाख रुपियाँ के अरे 2-3 लाख के अरे ऋण बोकेर अरे बे म धनी भएको अरे तर 2-3 लाख ऋण बोकेर अरे यस्तो दिदीहरूले मलाई यस्तो भनेपछि म कहाँदेखि अगाडि बढ्नु होला कुन ठाउँदेखि अगाडि बढ्नु होला म त राजा हमेसा राजा होता है राजा यहाँनिर मेरो फुच्चेहरू ल नानी कली गोरी त हो त तँलाई के थाहा मम्मी भएकोमा आइपुगेर त अनुहार देखाउँदैछ मलाई ओए काले मेरो बहिनी हेरै माया भइरहेछ मलाई यहाँ काले चाहिँ पुरा बिन्द्रा वन जङ्गलमा आइपुगेको छ यहाँको पुरा जङ्गलमा मेरो कस्तो हेप्छ भने मलाई यिनीहरूले तेरो मसाला हो अनि राजा हो नि त म चाहिँ मेरो बाबुलाई दुध खिलाएर नानी पनि सुत्यो सो टाटा बाई बाई फिर मिल्दै नेक्स्ट भिडियोमै भन्नु अरे नि त किनकि मेरो बाबु सुत्यो नि त गक्क गरेर